सर भयो खिच्ने हो यस्तो रमाइलो मैले सबैतिर खिचिहाल्छु सबैले बनाइसके हो यो बनाइसकेको ल सबैले बनाउने यो पछाडि देखिरहनु भएको छ नि यो चाहिँ बालेनको सहरमा होइन है बालेनको सहरमा पनि काम त गरेकै हो त्यो धरहराको त्यो नेपाल टेलिकमको वाल पेन्टिङ त्यहाँकोमा पनि गरेको हो मैले बनाएको चाहिँ यो घन्टी बनाएँ त्यसपछि यो धरहरा यो नयाँ के अरे पुरानो धरहरा चाहिँ बनाउँदैछु त्यो हिजो सक्यो यो अस्तिको हो यो एउटा बनाउँदैछु यो दिनमा सकिन्छ भित्ता चाहिँ यसरी कोरेर प्लास्टर गरेर अनि पेन्टिङ गर्ने प्लास्टर चाहिँ सकिन लागेको थियो र सुक्नु चाहिँ टाइम लाग्ने भएकोले म चाहिँ खोकनातिर लागेँ खोकनामा रहेको श्री रुद्रायणी माध्यमिक विद्यालयमा पनि 2टा वाल थियो र यहाँ पनि काम सकिएपछि चाहिँ म राजबिरातिर लागेँ यो पछाडिको देखिरहनु पर्छ नि भित्र चित्र यो चाहिँ यहाँदेखि कतिको भनेपछि यो 18वटा वाल छ कस्तो भनेदेखि चाहिँ यो चाहिँ 7 फिटको छ यो चाहिँ 10 फिटको यो चाहिँ 18वटा छ अनि यो चाहिँ यो असार मसान्तभरिमा सक्नुपर्ने भएको भएर यो चाहिँ हामी कहाँ आएको छौँ भनेदेखि राजविराजको नगरपालिकाको पोखरी राजविराज नगरपालिका चाहिँ यता छ देखाइदिनु यता नगरपालिका हो भने राजविराज यसको यहाँ पोखरी छ र यो वाल चाहिँ हामी 2जना भएर चाहिँ बनाएको के अरे 2जना भएर चाहिँ हामीले काम गरेको वाल पेन्टिङ यो चाहिँ म मेरो साथी प्रितम भएर चाहिँ 1 हप्तामा सक्यौँ र 8 दिनमा चाहिँ फाइनल टच दियौँ यहाँनिर तिरपाल लाउने त्यसपछि काम गर्ने हुन्छ अलिअलि अग्लो बनाउनुपर्छ अलिकति यसलाई होइन त्यो त यतासम्म ल्याउने हो
राजविराट नगरपालिका वडा नम्बर 7 स्थित प्रसिद्ध भगवती मन्दिर र सोसँगै रहेको भगवती पोखरीलाई पर्यटकीय गन्तव्यको रूपमा लिएर जाने योजना अनुरूप भगवती पोखरीको पर्खालमा कलात्मक चित्रकला सफल बनाउनुमा सम्पूर्णमा धेरै धेरै धन्यवाद। प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङज्यूलाई पनि धेरै धेरै धन्यवाद र बसुन्जेल काठमाडौँ फर्किनुलाई हवाईजहाजको टिकटको व्यवस्था मिलाइदिनु भएकोमा फेरि पनि धेरै धेरै धन्यवाद। केपी ओली ज्यू लगायतको चाहिँ उहाँको चाहिँ कार्यकर्ताहरू यताबाट चाहिँ स्केप भए होइन, आफ्नो कार्यक्रम सकेर गए र उहाँहरूले विरोध प्रदर्शन गर्ने क्रममा त्यो प्रकारको ठुलो चाहिँ एउटा यहाँको विद्रोह भएको रहेछ भन्ने कुरा चाहिँ यहाँ यो इतिहास हो र त्यहीको सम्झनामा त्यो शहीद गेट निर्माण भएको रहेछ। हजुर यसरी चाहिँ तपाईँहरूलाई एउटा इतिहास पनि तपाईँहरूलाई चाहिँ यहाँ अहिलेको यो भ्रमणमा इतिहास पनि तपाईँहरूलाई मैले चाहिँ यसो बताउन पाएँ। फोटो भन्नु होइन भिडियो होइन हुन्छ फोटो हुन्छ त्यसबाट यो आँप के भयो? यो होला नि। हजुर सर यो आँप कुन हो? आउनु यो चाहिँ मालदा त होइन सर, हाम्रो पाली जस्तै लाग्छ। यो कलकत्ता हो क्या, ढिलो पर्छ। उडानको समय 35 मिनटको हुनेछ र हामी 12,500 फिटको उचाइमा हुनेछौँ। आफ्नो सुरक्षाको लागि सिटको पेटी बाँध्नुहुन, सिटलाई सिधा राख्नुहुन, चारको सिट खुला राख्नुहुन र आफ्नो हाते चेला सिटमाथिको सामान कक्ष अथवा आफ्नो गाडीको सिटको मुनि राखिदिनुहुन अनुरोध गर्दछौँ। सुरक्षाको कारणले उडानको सुरु तथा अवतरणको समयमा कृपया स्वास्थ्य सम्बन्धी उपकरण बाहेक अन्य विद्युतीय उपकरणहरू प्रयोग नगर्नुहोला। सम्पूर्ण उडान अवधिभर मोबाइल फोनको स्विच बन्द गरिदिनुहुन अथवा फ्लाइट मोडमा राखिदिनुहुनको साथै